देख्न सक्नुहुन्छ मैले चाहिँ भ्लग स्टार्ट गरेको छु। यहाँ हेर्नु त टाइम अगाडि नै छ। सो मैले चाहिँ 1 बजेतिर भ्लग स्टार्ट गरिरहेको छु किनभने आज चाहिँ मलाई अलिक सन्चो थिएन नि त, त्यही भएर म चाहिँ कलेज पनि जान पाइनँ, सन्चो थिएन र अनि कलेज पनि गइनँ। 10 बजेतिर खानासाना खाएर मेरो चाहिँ हल्का कपाल फोहोर छ नि त, अनि मैले चाहिँ कपाल धोएँ अनि त्यसपछि देख्न सक्नुहुन्छ चिसै छ। अहिले एकछिन बाहिर निस्किने काम थियो र मैले बाँधिरहेको थिएँ नि त, अनि मैले चाहिँ 1 बजेतिर भ्लग स्टार्ट गरिरहेको। साथीहरू अहिले चाहिँ दिदीहरू पनि पसल पुगेर आइसक्नु भयो। नानीको दिदीको छोराको बर्थडे हो नि त आज, त्यही भएर सामानहरू लिन जानुभएको थियो। खासै ठुलो चाहिँ मनाइदिन लागेको होइन, सो सानो बर्थडे मनाइदिन लागेको। रहर त हो केटाकेटीको होइन, त्यही भएर रहर पुरा गरिदिँदै हुनुहुन्छ। खासै धेरै मान्छे चाहिँ नबोलाएको, त्यही नानीको साथीहरू अनि यहाँनिर यहीँ रुममा बस्नुहुने दिदीहरू अनि भाउजूहरू त्यति नै निम्तो गरेको छौँ हामीले चाहिँ होइन। अनि अहिले चाहिँ दिदी आइसक्नु भयो सामान लिएर। अब चाहिँ म सघाउनु पर्ने हुन्छ भरेको लागि, सबै तयारी गर्नु पर्यो नि त, अलिक भरे राति हुन्छ अनि मान्छेहरू आइसकेको हुन्छ। सो आफ्नै लागि हो होइन, छिटो मिठोको लागि अहिले नै हामी चाहिँ रेडी गर्न लागेको छौँ। सो कस्तो हुन्छ अन्तिमसम्म हेरिदिनु होला साथीहरू। हामी चाहिँ अब चिकन फ्राई गर्नु लागेको। हाम्रो किचन चाहिँ एकदम बब्बाल छ। सो साथीहरू किचन देख्नुहुन्छ है, यस्तो ग्यास जोगाउने उपाय सिक्नु होला हामीबाट केही। इँटाको चुला त्यो काठ यसो गरेर त्यो काठमा चिकन कोकोलाई मनपर्छ, चिकन तन्दुरी। Oh my God! अहिले चाहिँ म टमाटर काट्न लागेको छु होइन, सब्जीको लागि। अनि उता भाउजू चाहिँ उता सब्जी पकाउँदै हुनुहुन्छ। सो म चाहिँ टमाटर काट्दैछु सब्जीको लागि। आफ्नो सबै काम छ आज त, कोही के काम गर्दैछ, कोही के काम गर्दैछ, म भने टमाटर काट्दैछु। सो साथीहरू अहिले चाहिँ हाम्रो बर्थडेको डेकोरेसन तयार भइसकेको छ। भइसकेको छ। तिम्रो बर्थडे हो आज? यता आउनु, यता हेर त, यता आउँछ छान्नु। आज कसको बर्थडे हो भनिदेऊ त? कसको बर्थडे भन त? कसको? को दादा? हो, देख्न सक्नुहुन्छ हाम्रो डेकोरेसन। हाम्रो चाहिँ यहाँ खान्ते पिन्तेको तयारी हुँदैछ। टक्कसँगले हेर्ने अचार बन्दैछ, पिरो अचार। सङ्कल्प ह्यापी बर्थडे राख्छ हो। कैसे लोग रहते हैं यार। बर्थडे बोय हो है, ऊ चाहिँ साथीहरू बर्थडे बोय। यस्तो मात्रै खान्छ। कस्तो राम्रो देखिरहेको छ है ढाका टोपी लाउँदा। मलाई भेट्नु लागिसक्यो सङ्कल्पले। फेरि कहाँ गरेको हेर न, बिगारी गयो। यहाँ राख्नु पर्दैन, यहाँ पागल औरत के हुन्छ र। अहिले फेरि खल्लो हुन्छ। खै सबैजना गराउ न हौ। राम्रो आउने रहेछ त। मम्मी जानु त यता बस्नु कता मम्मीको अनार हेरेर त खाऊ। टिका लगाइदिनु त, खै टिका लगाइदिनु भएन त। थोरै क्या थोरै। यता हेर त रियाक्सन।
गयो खाना गयो यो चोर्ने बिरालो चाहिँ त्यो अघि माथि त्यो अघि यसलाई त छुनु नदिनु खै त्यो उयो चाहिँ नलाइदिनु भएको अबिरको टिका भाउजू नै बेपत्ता टिका अब उयो भइहाल्यो अरूले लगाइदिन्छ ल्याउनु होइन परि टिका लगाएर अनि केक अब भरे बाँड्दा नि हुन्छ क्या टिका लगाइसकेर टिका छ र अब निधार सबै भरियो टिका फुरुरु भन्यो यसलाई खोइ के साथीहरू यहाँ नाच्दैछ हेर्नु ल नानीहरू अलिक मजाले नाच्ने है ठाउँ साटीको खोइ ठाउँ साटिने सो साथीहरू हाम्रो चाहिँ बर्थडे पार्टी सकिसकेको छ होइन एकदम रमाइलो भयो नाचगान पनि गर्यो एकदम बबाल भयो होइन हजुर अनि त्यसपछि चाहिँ अहिले चाहिँ रातको 10 बजिसकेको छ 9-10 बजिसकेको छ सो आजको लागि यति नै भन्दै भ्लग म यहीँ इन गर्न चाहन्छु सो अहिलेसम्म जसले हेरेर साथ दिनुभयो हजुरहरूलाई धेरै धेरै धन्यवाद बाई बाई